दसैँ पनि आइसक्यो। पहिला पालिको दसैँ त जेन तेन टारेको थिएँ। अब यसपालि कसरी टार्ने हो? बिचरा त्यो नानीले आमा यसपालि त जसरी नि एक जोर लुगा अनि मासु किनेर ल्याउनु है भनेपछि यति किन्ने हिम्मत पनि छैन मेरो। म जस्तै आमा हुनु नि धिक्कार छ। ओहो काममा जान पो ढिला भइसक्यो त। निसा निसा ओ छोरी कस्तो नबोलेकी के? ए नानी। हजुर आमा। कति बोलाउनु पर्यो क्या तँलाई? सुन्नु म काममा जानला, म आउँदा खानासाना बनाएर राख है नानी। ए आमा कहिले पनि राम्रोसँग सुत्न पनि दिनुहुन्न। हस् हस्। यसलाई त केही भन्नै हुन्न के? रिस त नाकको टुप्पैमा छ नि यसको नि। तास खेलौँ होइन बाउसँग तास खेल्न लाल लाग्दैन? अरू बेला खेल्ने होइन, यही दसैँमा त हो नि खेल्ने। अन्त हो दसैँ भनेको रमाइलो आफ्नो परिवारबाट खेल्ने त हो नि। ल ठिक छ, ठाउँ ठिक पार्नु त भयो, कोही साथी बोलाऊ है त। हुन्छ म ठाउँ ठिक पार्छु है त। ल भाइ ए भाइ। हजुर भाइ यो मिलाउनु पर्यो, तास खेल्नु पर्यो। मिलाउनु पर्यो दादा, मिलाउनु पर्यो। ल बा आउनु तास खेलौँ। ठाउँ ठिक भयो? भयो। दाले कति दाँत कोटाउनु भएको? मासु पनि 3 किलो खानुभयो कि क्या हो? के को 3 किलो खानु न? अरूलाई खानु दिने के अरे? दसैँ तिहारमा खानु त हो नि, यो बेला नखाए कहिले खान्छ त? ल आउनुहोस् खेलौँ अब। बाउ त यता आइज, मेरो ढाड दुख्छ, बुढो मान्छे, म उता बस्छु है त। ल बाँडौँ त अब। बन्द त बड बाबु होइन, तर अब हामी तिनजना मात्रै के खेल्नु भने त्यो दिनेशलाई फोन लगाउनु, दिनेशलाई। अनि दिनेशलाई भन्नु कि त्यो विष्णुलाई पनि लिएर भन्नु है। फोन गर त। होइन त बाउ, के तिनजना मात्रै खेल्नु। हेलो दिनेश दाइ, कता हो? ए घरतिरै हो। ल त्यसै आज हाम्रो घरमा आउनु न, यसो रमाइलो गरौँ। विष्णु दाइले पनि लिएर आउनु।
अहिले आइहाल्नु न ल हस् आउँछन् रे तिनीहरू आउँछन् रे अब ल ल रमाइलो हुने भयो होइन बिसिनजी तपाईँको गाउँघरमा रमाइलो गर्न पनि कोट सोटमा ढल्किएर के हो यो अनि दसैँ आयो अनि दसैँमा नलागे कहिले लान्छ रमाइलो त हो नि होइन तपाईँलाई कोट एकदम राम्रो पनि देखाएको छ त्यही त खोइ रमाइलो गर्ने भन्छन् किन हो जाउँ जाउँ ल जाउँ जाउँ रमाइलो ल हेर छिटो ल के चल्दै कि के भने ल ओ ल यसलाई मान्छे पनि जोकर त्यहाँ जोकर परेछ उसले खाइहाल्यो उसले जोकर म जुट गरी के हाल्यो उसले खाइहाल्यो ए ल जोकर र मान्छे एउटै रहेछ ल बाण ल बा ल बा यसो गर्नु पर्यो आज यो तासमा जसले हार्छ त्यसले चाहिँ घरको सबै भाँडा मान्नुपर्छ होइन मैले नबुझेको कुरा हार्नेले त घरको भाँडा माझ्छ अनि जित्नेले चाहिँ के पाउँछ नि बुवा हट तेरिका लाटा त्यति पनि तँलाई थाहा छैन जित्नेले कसको पैसा पाउँछ भने हारेको पैसा पाउँछ हो कि होइन भन् त हो त्यो त मलाई पनि थाहा छ नि अनि थाहा भयो किन कराइरहेको त भने हे तेरि कति हल्ला गर्छ भने खुरको पैसा निकाल त ल ल म त 1000 छ ल मेरो नि 1000 छ ल ल ल नामसित छ पैसा हाम्रो बालाई राम्रोसँग तास खेल्नै आउँदैन बालाई म तास खेल्न राम्रोसँग सिकाउँछु ल्याउनु तिमीहरू नगा तिमीहरूले मलाई सिकाउनु पर्छ तास खेलाइमा त म इतिहास बदल्न सक्छु होइन ए बा इतिहास त नेताले बदल्छन् जस्तो लागेको थियो के तपाईँ नेता हो र भने नगा तिमीहरू कुरा गरेर हुन्छ तास खेल्न थाल्नु भएछ त हो नानी दसैँ लाग्यो नि त हौ दाइ अनि दिदी कता जानुभयो त भित्र छ दिदी दिदी किन हौ तेरो आउने टाइम यही हो जा पहिला भाँडा माझ ललिता काकी पर्खनुहोस् एकछिन आज तपाईँले भाडा मान्नु पर्ला जस्तो छैन हाम्रा बाले हार्ने निश्चित छ होइन दिमाग फुस्क्यो कि क्या तेरो बाउले भाँडा मोल्ने अरे हो कि आमा तासमा जसले हार्छ त्यसले भाँडा मान्ने सर्ट राखेको थियो 100% बाले हार्नुहुन्छ आज तेरिमा फटा पनि हाँस हुन्छ ले 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 के गरे यो हामीलाई चाहिँ रमाइलो गर्ने भनेर बोलाएर ल बाउ छोरा ले 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 के गरे यो यो के हो यो के हो अचम्मै बाबा हेत्तेरी पुरै बुझ्न गाह्रो भयो के गरे यो कस्तो मान्छेहरू होला अब बाउ छोरै कुकुर बिरा जस्तो लडेर हामीलाई चाहिँ डाक्ने त्यही त हामी त अर्को ठाउँमा छोडेर आयौँ होइन जाउँ अब हामी। फर्केर चिया खानु चौतारोतिर गएर त्यहाँ बस्नु चिया खाउँ मौका यही हो राम अब बाउ र भाइको झगडाले मलाई फाइदा होला जस्तो छ अब यो पैसाले टन्न रक्सी खाएर बस्नु पर्यो नानी नानी कति सुत्यो कि उठ्न अब हजुर कति बेरसम्म सुत्यो कि त 7 बजिसक्यो नानी जा त गएर मुख धो म चिया बनाएर ल्याउँछु है एकछिन बस्नुहोस् न आमा किन हो हेर्नु न आमा दसैँ पनि आइसक्यो सबै साथीहरूले नयाँ लुगा किनिसके उनीहरूको घरमा त खसी पनि ल्याइसके
हाम्रो घरमा त खसीको मासु पनि छैन, न त तपाईँले मलाई नयाँ लुगा नै ल्याइदिनुहुन्छ। यसपालि त आमा मलाई जसरी भए पनि नयाँ लुगा चाहिन्छ है। कस्तो खसीको मासु खानु मन लागेको छ, मासु नखाएको पनि कति भइसक्यो। तपाईँलाई थाहा छ आमा, जो साथीहरू मसँग मिल्थे नि उनीहरू पनि हाम्रो गरिबीले गर्दा हामीदेखि टाढा भइसकेका छन्। रहर त मलाई पनि छ नि नानी, तर के गर्छिस्, तेरी आमा गरिब छे। इच्छा त मलाई पनि थियो मेरी छोरीले एक जोर राम्रो कपडा र मासु किनेर ल्याइदिने, तर त्यति इच्छा पनि पुरा गर्न नसक्ने छु म। अरू कुरा मलाई केही पनि थाहा छैन है आमा। यसपालि त मलाई जसरी भए पनि नयाँ कपडा र मासु चाहिन्छ। जिद्दी नगर न नानु, तिम्रो साथीहरू त धनी छन्, उनीहरूसँग पैसा छ, नयाँ कपडा मासु जे किने पनि सक्छन्। तर हामी त गरिब छौँ नि नानु, कसरी किन्ने भन त। आफूसँग जे छ त्यसैमा चित्त बुझाउनु पर्छ। आमा जहिले यस्तै भन्नुहुन्छ के? काम पनि सक्यो। आज मलाई अलिकति हतार छ, म घर जान्छु है। तँलाई आउन चाहिँ जहिले ढिला, जान चाहिँ जहिले हतार। त्यस्तो होइन नि दिदी, यहाँ भएको काम सबै सकिहाल्यो, मलाई अलिकति घरमा हतार पनि थियो, त्यही भएर हो। दिदी सुन्नु न, अलिकति पैसा दिनु न है मलाई। बिचरा हेर्नु न, त्यो नानीले आमा यसपालि नयाँ कपडा र मासु किन्नु है भनेपछि आफूसँग 1 रुपैयाँ पैसा छैन, अलिकति दिनु न है दिजु। छैन पैसा सैसा, जहिले पनि तँलाई के को पैसा, जहिले पनि पैसा मागेछ पैसा मागेछ। यसपालिको दसैँमा 1 जोर लुगा र मासु किनिदिनु न है आमा भनेर छोरीले भनेकी छे। हेर्नु न, त्यति किन्न खर्च समेत छैन मसँग। छैन भनेपछि छैन, चुप्पा लाएर आफ्नो बाटो जान। दिदी अलिकति चामल भयो नि उधारो दिनु न है मलाई। होइन तँलाई एकचोटि भन्दा लाग्दैन, खुर्क जा यहाँबाट। अलिकति दिनु न दिदी, हेर्नु न दसैँ आइसक्यो, 1 गेडो चामलै छैन भने घरमा। होइन यो कति कराइरहँदो रहेछ, जा भने सुन्नुहोस्, खुर्क जा। हिजो बाघ र मेरो पैसा सबै गुटमुटै हालिस्, अब भट्टी पसलमा गएर टन्न रक्सी खुवाउनु पर्छ नि। खुवाइहाल्छु भने किन चिन्ता गरे, ल जाउँ न त हिँड, मजासँग खुवाउँछु। साउजी हामीलाई पनि 2 बोतल चिसो बियर ल्याउनु त, बजाउनु पर्यो आज फुर्तीसँग। ए ल ल भाइ, 2 ठाउँ हो? 2 ठाउँमा हो दाइ, चिसो एकदम चिसो। फ्रिजकै दिन्छु नि निकालेर चिसो। हेर्नुहोस् भाइ, चिसो छ। हामीले खोजेकै यस्तो चिसो बियर हो। ए चितन चाहियो कि? पर्दैन जानु। रानी, तिम्रो दाजुभाइ बोनको छोरा भएर पनि पट्टी पसा छिर्दै बियर खाँदै हिँड्न तिमीलाई लाज लाग्दैन? होइन ए दाइ, बाहुनको छोराले भट्टी पसलमा आएर जाँड रक्सी खानु हुँदैन भनेर कुन संविधानमा लेखाएको छ? ल मलाई भन्नु त। त्यही भने जान रक्सी तपाईँहरूलाई मात्र खाना बनाएको हो र, हामीले चाहिँ खाना नआउने हो र? अचम्मको कुरा गर्नुहुन्छ। ओहो, दाजुभाइ जाँडा खाएर जङ्गे जस्तो छ, मलाई कुर्छ क्या हो? साउजी एउटा बियर ल्याउनु त। पौडेको छोराहरूले आज रक्सीमा पौडी खेल्ने भयो। कस्तो कुरो गर्नुहुन्छ साउजी? पानीमा पौडिनु भने त अरू बेला, दसैँको बेला त पौडिने भनेको यही
रक्सीमा त हो नि कि कसो हो नि सर मैले मगाएको सर के गर्छ सर ए हिजो बाको र मेरो पैसा गुटमुटाउने पनि तै आज रक्सी आफू मात्र खान खोज्छस् तँलाई लाज लाग्दैन पहिला पहिला बनाउनेले टपर ताना ताना गर्थे अहिले रक्सी ताना ताना गर्छन् मैले के देख्नु पर्यो यो नानी बस अब टिका लाउँ के गर्ने नानी अब आफूभन्दा ठुलाबडाको हातबाट टिका लगाउनु पर्ने हो कोही छैन त्यस्तो तेरा बा पनि हुनुहुन्न अब आफूले आफैलाई टिका लगाउनु पर्यो ल नानी टिका लाउँ है त अब हस् आमा नवदुर्गा भगवान्ले रक्षा गर्नुहोस् मेरो छोरीलाई ज्ञानी होस् धेरै पढेस् जिद्दी गर्ने बानी छ तेरो जिद्दी गर्ने बानी चाहिँ हटाउनु भनेको मान्नु आमाले है नानु हस् आमा ल मेरो छोरीको सधैँ कल्याण होस् दिनुभएको के पैसा पनि जम्मा 30 रुपियाँ यति 30 रुपियाँले चाहिँ के आउँछ नि मेरो बाबा भइदिएको भए मलाई कति धेरै पैसा दिनुहुन्थ्यो होला कस्तो नबुझे के छोरी तैँले मसँग भइदिए तँलाई दिँदैन थियो होला त आमा साँच्ची आज के तरकारी बनाउनु भयो खसीको मासु त होला नि है आज त खसीको मासु र भात टन्न खाने हो होइन नि नानु फर्सीको तरकारी बनाएको छु अनि तिमीलाई मनपर्ने गुन्द्रुकको अचार बनाइदिएको छु त्यही खाऊ ल ए आमा अर्को घरमा चाहिँ खसी हाम्रो घरमा चाहिँ जहिले फर्सी नानी सानो मन नगर त आफूभन्दा धनीलाई होइन आफूभन्दा गरिबलाई सोच त हाम्रो त कमसेकम एउटा घर र खाने खाना त छ नि कोही मान्छेको त त्यही पनि छैन हुन त हो आमा अबदेखि म घरमा जे छ त्यही खान्छु जे छ त्यही लाउँछु तपाईलाई कहिले पनि सताउँदिन है आमा ल ल नानु कति ज्ञानी छ मेरो छोरी अब खाना खान जाऊ है ल हिँड तिमी यो लिएर आऊ म यो लान्छु ल लौ न छिटो ढिला भयो ए बुढी बुढी लौ न साइजनलाई छिटो लौ न छोराहरू कता गयो ए बाबु ढिला भइसक्यो साइजनलाई छिटाउ न खै किन्न बोला छोरालाई ए बाबु छिटो आऊ न आऊ दुईजना छिटा नानी छिटो आऊ ल बस 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 कोही त भन्नुभयो हुन्थ्यो कि हजुर भयो क्या त्यहाँ बाबालाई ठिकै छ ल अब के भने टिका लाउने सायद भइहाल्यो क्या अब म टिका लाउँछु
अब आफूलाई टिका लाउने आफूभन्दा मान्छे ठुलो दाइ बोल्दै बोल्दैन दसैँको बेलामा भने के अन्त अब मभन्दा ठुलो कोही छैन म आफै टिका लाउँछु है त अब के गर्नु आफै लाउनु पर्यो भगवानको आशीर्वाद लिने त हो आफैलाई त्यही त ल अब मैले अब बुढीले लाइदिनु त होला नि अब बाबु ठुलोबाट स्टार्ट पहिला होइन होइन बुढीले लाउने हो पहिला आमालाई लाउने ल ल दुर्गा भगवानले रक्षा गर्नु 100 वर्ष आयु दिनु निरोगी हुनु बुढालाई यस्तै माया गरेर बस्नु ल धेरै आशीर्वाद छ है त ल ल बाबु यता आउने हो क्या त्यता लानु त ल ल खोइ यो टोपी अलिकति मैले नि सँगै लाउने होला नि हैन ल धेरै ज्ञानी हुनु ठुलो मान्छे बन्नु देशको लागि चाहिँ अब शत्रुले चाहिँ आक्रमण गर्ला नमस्ते सर्वे मङ्गल मङ्गलिं शिवे सर्वत साधिके शरणतम्बके गौरी नारायणी नमस्ते दुर्गा भगवानको प्रसादले मेरो छोरालाई सुख शान्ति होस् रोग व्याध नलागोस् चिताको काम पुगोस् निरोगी हुनु स्वस्थ हुनु ठुलो मान्छे बन्नु बाबुलाई धेरै सेवा गर्नु रोग नलाओस् श्री दुर्गा भवानीले रक्षा गर्नु है बाउ ल दुर्गा भगवानको प्रसादले मेरो छोरालाई सुख शान्ति होस् रोग नलागोस् चिताको कुरा पुगोस् सधैँ हाँसी खुसी देख्न पाऊँ शत्रुले जहिले हार होस् मेरो बाबुको जित होस् रोग नलागोस् है छोरो ल आमा मेरो कमाइ छैन अब यति भयो तपाईँ मेरो बाबुले भनेपछि धेरै कमाएर दिइहाल्छ मेरो पालो अब भाइलाई टिका लगाइदिने यही ठुलो कुरा हो छोराहरू ज्ञानी भए भइगयो नि ज्ञानी छोरा टिका लाउनु पर्छ होइन दाइ काम होला म काम सकाएर नि आउँछु दिदी काम छ नि है जा त्यहाँ फुरुक्क भित्र थुप्रै भाडा छ माथि रहेछ पग टिका लाउनु जाऊ साइजजनालाई चाहिँ बस ल पहिला टिका लाएर बस न दुईजना बस 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 भयो बा तल बस आफू नुहाइदाइ गरेर यस्तो शुद्ध भएर बसेको छु तिमीहरू के हो नुहाउनु धाउनु छैन अनि कस्तो रुखो बोल्यो कि हाम्रै गाउँको दिदी बहिनी बुहारीहरू त हो नि चाहिने नचाहिने दसैँको बेला त्यो त आफै बोल्ने बस नानी बस बस नानी बस पर्खिनुहोस् एउटै भाँडाबाट लगाएको टिका हामीलाई चल्दैन अझै छोरी चाहिँ आउँदै हुनुहुन्छ त्यति थाहा छैन तपाईँलाई ल लगाइदिनुहोस् टिका लगाइदिने भए यहाँ छ यो लगाइदिनुहोस् हेलो ए हो र भने ए ल बर्बाद भइगयो नि त ल टिका दिनु यस्तो ए काका सिकिस्तै हो र भने ए ल हस्पिटल लानु पर्ने कोही त होला नि त्यो छिमेक लाँदै गर नि त नभए छैन कोही पनि ल ल ल होइन बुढा के भयो फेरि त्यो काका सिकिस्तै बिरामी छ अरे अब म भ्याएन होइन तिमीले अब ज्वाइँ छोरीहरू आउँछन् राम्रोसँग टिका लाउनु दान दक्षिण दिनु र राम्रो पाहुना मनाएर पर्नु है त ल के अन्त जानै पर्यो
आमा कस्तो भोक लागिसक्यो खाना खाने होइन पख न दिदीहरू आउने बेला भयो सँगै खाउँला होइन आमा बहिनी जो आउन ढिला हुनसक्छ उहाँ पनि टिका लगाएर आउनुपर्ने मलाई पनि साह्रै भोक लागेको छ खाजा खानु पर्यो आमा जाऊ न त भित्र गएर मासु चिउरा खाँदै गर आज चाडबाडको दिन अब दिदीहरू आएपछि खाना चाहिँ भरेसँगै खाउँला ल आमा हामी दाजुभाइ खाँदै गर्छौँ है ल जाउँ भित्र जाउँ सधैँ त एक्लै आउँथिस् आज त छोरी सुद्धा लिएर आइछस् कि मिठो मिठो खाना पाइन्छ भनेर हो त्यति साह्रै हेपेर नि नबोल्नुहोस् न दिदी तपाईँको मिठो मिठो खानेकुरा हामीलाई केही चाहिएको छैन यदि दिन सक्नुहुन्छ भने टिका लाएर आशीर्वाद दिनुहोस् हामीलाई अरू केही पनि चाहिँदैन फेरि आज चाडबाड भएको भएर नानीलाई घरमा एक्लै के छोड्नु भनेर सँगै लिएर आएकी मात्र हुँ बुढी कति बेर लाग्यो छिटो आऊ न कति गर्नु पर्यो सिँगार तिमीलाई सिँगार पटार आइमेको गहना हो तपाईँलाई यहीँबाट ती ससुराली जान कति साह्रो हतार परेको हो तिमीहरूकै छ सिँगार एउटा अनुहारमा लाउने सिँगार एउटा हाता औँला घाँटीमा लाउने सिँगार हामीलाई केही नभए नि हुन्छ हामीलाई त केही न केही होइन कति कराउनु भएको अनि बुढी खोइ त कसैले ऊ त्यहाँ तल कोठामा राखेको छु त्यहीँबाट लानुपर्छ ल जाऊ ल है बुढी पोहोर त ससुराबाले 2000 दक्षिणा हालेको थिए यसपालि कति हाल्ने हो होइन हौ बुढा तपाईँ आशीर्वाद लिन आउनु भएको कि पैसा लिन आउनु भएको ओह कस्तो गाह्रो भयो लाउनु यो ब्याग पनि बोक्नु के भयो फेरि होइन बुढा किन डराउनु भएको हौ देखेन बुढी कुकुरदेखि सावधान ल्याएछ तपाईँ पनि 50 जस्तो आउनु पोहोर झन्डै टोकेको थियो मलाई आमा दर्शन हेर्छु न आमा आउँदा ढिलो भयो बसौँ आमा नमस्ते 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 बसौँ अनि आमा के पुरा छरिरहेछ त अक्षताहरू के हुनु तेरा बाबुलाई यिनीहरूलाई टिका नलाइदिन आउने अरे त्यही पनि एउटै थालीको मैले त हुर्याइदिएको अनि ठिकै त गर्नुभयो त आमा एउटा थालको टिका कहीँ लाउँछन् त हालेर राम्रै गर्नुभयो होइन आमा बाबालाई देख्दिनँ त कता गइसो बाबा चाहिँ त्यहाँ माथलाघरको हजुरबा निकै साह्रै हुनुहुन्छ अरे नानी त्यही भएर जानुभएको छ अहिले एकछिनमा आइहाल्नुहुन्छ नि अब टिका लाउनु नानी अब अहिले मेरो हातको लाउनु भरे बा आउनुहुन्छ अनि बाको हातको लाउनु है हस् त किन बसिरहे कि जा उता तेरी आमा अघि नै काम गर्न गइसकि जा त पनि आमा हुँदिन बसेर के भयो त ल जय साहब टिका लाउन आउनुहोस् दुर्गा भवानीको प्रसादले मेरो पहिला सुख शान्ति होस् रोग नलागोस् पिताको कुरा पुरा होस् मेरो छोरी ज्वाइँ मिलेर घरबारी खाएको देख्न पाऊँ दुर्गा भगवानले रक्षा गरून् अब नानीलाई है मेरो छोरीले सीताको कुरा पुरा होस् ज्ञानी हुनु सबैको मान्दी गुन्दी हुनु रक्षा गरून् भगवतीले दुर्गा भवानीले रक्षा गरून् सोचेका काम पुरा हुन् होइन नि रोज नलागोस् ल अब दक्षिणा गरौँ है त जय साहब भोक लाग्यो होला जाउँ भित्र खाना होइन आमा अलिअलि तलै खाजा खाएर आएको बरु उहाँको लागि र मेरो लागि अलिअलि मासु चाहिँ ल्याइदिनुहोस् न अनि जय साहब हो आमा मैले मासु छोडिसकेँ ए हो र जय साहब कहिलेबाट अष्टमीको दिनबाट
ल ल धेरै फुर्ती नलाउनु अघि तल त्यत्रो खाएर आउनु भएको होइन आमा बरु मलाई ल्याइदिनुहोस् अलिकति खान्छु म बरु ल म लिएर आउँछु है हस् आमा कति नजान्ने हुनु परेको तपाईँलाई चुप लाग मलाई घरमा मासु खाएर वाक्क आइरहेछ अनि म फेरि मासु खान्छु त लाऊ छोरी खाऊ आमा यो नानीलाई नै अलिकति ल्याएर दिएको भए हुन्थ्यो नि के को ल्याइदिनु नि अघि नै आमा छोरीले एक पाती मासु र भात हँसुरिसकेका छन् नानी डोको लिएर घाँस काट्न हिँड्ने कि अनि निधारमा टिका पनि देख्छु कहीँ टिका लाउन गएको थियो कि क्या हो हजुर दिदी घाँस हिँडेँ कि होइन आज कतै गइनँ तर अब यो दसैँको बेलामा किन निधार खाली पार्नु भनेर लगाएकी मात्र हो के गर्ने त नानी अब गरिब दुखीको जिन्दगी यस्तै हो घाँस दाउरा पनि गर्नै पर्यो बुढा विदेश गएको पनि 3-4 महिना भयो क्यारे अब के गर्छु त आफै कमाउने आफै रमाउने यस्तै हो नानी जिन्दगी कमाउनु त के कमाउनु दिदी अब यस्तै हो त्यही कमाइ नभएर बुढालाई विदेश पठाइहाल्यो अब उहाँले पनि केही कामै पाउनु भएको छैन अरे बिचल्ली परेर बस्नु भएको अरे के गर्नु जता गए तनाव दिक्क लाग्छ भने कहिलेकाहीँ त अनि नानी हिजो त टिकाको दिन जेठानी कहाँ गएर टिको लायो होला मिठा मिठा खायो होला कहाँ लगाउनु नि दिदी टिका लगाएकै छैन नि मेरो जेठानी दिदीले कति हेप्नुहुन्छ तपाईँलाई त थाहा छ नि सधैँ अब दाइले त टिका लगाइदिनु खोज्नु भएको थियो दिदीले टिका लाउँदा अक्षता नै हुराइदिनु भयो किन भन्नु न एउटै थालीको टिका चल्दैन अरे मैले लगाएको टिका उहाँहरूलाई चल्दैन अरे ए हो र नानी तिनी छुची हुन् भन्ने त मलाई पहिल्यैदेखि थाहा थियो तर वर्ष दिनको चाडबाडमा पनि तिमीले त्यस्तो गरिन् है हो नि दिदी सायद म गरिब भएको भएर होला दिदीले एउटै थालको अक्षता र उहाँले दिने आशीर्वादमाथि पनि मलाई भेदभाव गर्नुभयो के गर्ने त नानी सबभन्दा ठुलो पैसै रहेछ पैसा भइदिएको भए दसैँको बेलामा पनि तिमीलाई राम्रोसँग आशीर्वाद दिन्थिन् टिका लगाइदिन्थिन् अब के गर्छौ त नानी कहिले तिम्रो पनि दिन आउला नहात्यौ न हजुर दिदी हो नि हुन त दसैँको टिका र आशीर्वाद पैसाले किनिने चिज होइन तर पनि यो पालिलाई यस्तो भइहाल्यो अर्को पालि यदि मैले पैसा कमाउन सकिछु भने दिदीको हातको टिका र आशीर्वाद अवश्य किन्नेछु पैसाले के गर्नु त नानी गरिबको जिन्दगी यस्तै हो म त तिमीलाई खाना भनेर बोलाउन आएकी थिएँ बाटैमा भेट भयो दुःख सुख कुरा भयो साँझ म खाना बनाएर राख्छु म पनि एक्लै छु छोइला लिएर आऊ है नानी हस् दिदी हुन्छ नानी मलाई पनि पसलमा केही किनमेल गर्नु जानु छ म खाना बनाएर राख्छु साँझ जसरी भयो नि आमासरी आऊ ल हस् दिदी हुन्छ हामी आउँछौँ है